के भयो तँलाई आज किन झोक्राएर बस्छस्? चिन्ता नगर, तँलाई म मिठो एउटा सायरी सुनाउँछु, कहीँ हाँसिहाल्छस् कि? धेरै चिन्ता गर्ने होइन, टेन्सन चिन्ता दुश्मन हुन्छ मान्छेलाई, कुरो बुझिस् नि? सुन एउटा म तँलाई मिठो एउटा साथी हो, साथी भएको नाताले मिठो एउटा सायरी सुनाउँछु, सुन है त। जीवनमा टेन्सन नलिनु साथी, हाँसो नै हो सबैभन्दा ठुलो औषधि। जीवनमा टेन्सन नलिनु साथी, हाँसो नै हो सबैभन्दा ठुलो औषधि। टेन्सन आयो भनेर ऐना हेरेर हाँसिदिनु, टेन्सन आयो भनेर ऐना हेरेर हाँसिदिनु, हाँसोले नै जित्छ मान्छेको आधा जिन्दगी। कस्तो हुँदैन, म त टेन्सनमा थिएँ तर हँसाएको अहिले म लागे। टेन्सन लिएर नबस् है, पनि मलाई सुनाए।